हाम्रो फागु खानको लागि बङ्गुर काट्नलाई तयार गरिएको छ है। ल आउनुहोस् है, आउनुहोस् ल। कति चाहिन्छ, कति धारी चाहिन्छ ल आउनु। ल हाम्रो फागुको लागि बङ्गुर कटिङ छ। यहाँ लगभग 80 धार्नीको बङ्गुर होला। यसो काटिँदैछ, अघि नै काटियो। अब यहाँ चिरफार हुँदैछ। ल साथी हो, बङ्गुरको मासु चाहियो दिन आउनुहोस् है। ल हुनुहुन्छ यहाँ दुनियाँतिर तानसिनबाट आउँछन् भन्नुभएको छ, अझै पुग्दैन। ल विचार गर्नुहोस्, विचार गरेर आउनुहोस्। मैले हाल्दैन मैले उसमा हाल्दैन क्या। नाइकियाको लिएको रोटी जो चको हिला इल्लाङले काट नाइकिया रोटी जो छ जो मजा लिएको जो मनेको रोटी मिसबाना रोटी जो चाले ल खाएको नि मिसरात जसो फागु थुप्रै पैसा छान भनेर तिमीलाई तहरा ज्याकेटेसिङ आज मनी रोटी जो मनी इच्छाले चक्कर हान्छ मोल के 1500 काटो आयो हाम्रो गापटुङमा फागु खाने दिनको लागि फागु खानलाई रोटी बनाउँदै
यहाँ यति पोलेर भ्याइयो, अझै आधा पोल्न बाँकी छ। लगभग 10वटा पुग्छ कि हो रोटी। त्यसो हुँदाखेरि ल इच्छा हुनेहरूले आउँछ है। हाम्रो यता 2जना नानीहरूले आलु अचार आलुको पात बनाउँदै भन्नुभएको छ, बनाउँदै हुनुहुन्छ। यता भङ्गुरको मासुको भात तयार भयो, भाग लगाएर हेर्नु होला। लाफाको त बसेका छन् कोही माका ढप्पाउँदै। कुखुराको मासु र रोटी पैठान छ ल। खानाको लागि तयार आउनुपर्छ है, रेडी भयो। साथीहरू हिजो फागु खाने कार्यक्रम थियो, फागु खाने कार्यक्रम भ्याइयो। अनि आज टेन्ट हाम्रो गाप्टुङको समूहको टेन्ट धुँदैछौँ। त्यसो हुँदाखेरि अब यताउता कहिले लाने हो भने धेरै सफा छ, अलिक फोहोर नगरिदिनु होला। खाएर हात पुस्नुहुन्छ कोहीले, त्यसो हुँदाखेरि यसो नगरिदिनु होला है ल। हाम्रो यस्तरी ढुलाइ छ, कति दुःख हुन्छ, गाह्रो छ। हुन त पैसा लिन्छौ के भन्ला नि, तर पैसा लिए पनि अलिक दुःख छ कि यस्तरी। त्यही त न, यस्तरी दुःख परेर गरेर धुनुपर्छ। उहाँ महावीर पुन बोल्दै हुनुहुन्छ। महावीर पुनज्यूले यहाँ कपडा धुनु भएको छ। ल हेर्नुहोस् ल, कति सुहायो, धेरै सुहायो। ल हेर्नुहोस् काम कसरी गर्नुभएको छ महावीर पुनज्यूले।